नमस्ते हजुर नमस्ते सबैजना आरामै हुनुहुन्छ हेर्नुहोस् हामी बस्ने ठाउँ कस्तो छ रणभूमि जस्तो छ मरमभूमि हो कि रणभूमि भन्छन् रे त्यस्तै नै छ यार के भन्ने रे संसारै यस्तो छ हेर्नुहोस् सहर होला भने चाहिँ गाउँ मरमभूमि जस्तो देखियो हाम्रो ठाउँ हेर्नुहोस् डाँडा काँडा हरियाली पाखा पखेरा मकै सबै छन् धान खेती हुन्छ अब कोही दिनमा फेरि संसार उज्यालो गराउने सबै हरियालीले हो चैत वैशाखका रुख भिरा चर्ने पनि गाह्रो वनपाखा हिँड्ने पनि गाह्रो हरियाली हुन्न केही हुन्न होइन त्यही हो नि कुराकानी भन्नुपर्दाखेरि कस्तो छ जिन्दगी भनेको संसार देखाउने भनेको हामी जन्मेपछि बाबुआमाले धेरै दुःख मिहिनेत गरेर पालपोस गर्नुभयो हामीलाई होइन सबै देख्नलाई गर्नुभयो त्यही भएर हामी बाबुआमाले कहिले बिर्सिन हन्न त्यही भएर सबै चिज पैसाले पुरा नगरी वचनले पुरा गर्नुपर्छ वचनले माया दिनुपर्छ क्या बुढाबुढीलाई बाबुआमालाई कसैले त्यस्तो नराम्रो नगर्नु है।